फर्स्ट किस्ता ओपनिङ एन्ड प्राइज डिस्ट्रिब्युसन कार्यक्रममा हामी सहभागी भइरहेका छौँ। हाम्रो कार्यक्रम निर्धारित समयभन्दा केही ढिला भएको कारणले मैले यो कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेको छु। आजको यस कार्यक्रममा अध्यक्षताको आसन ग्रहण गर्नको लागि गौरा कमर्स एन्ड ट्रेड प्राइभेट लिमिटेडका अध्यक्ष कञ्चन थापाज्यूलाई अनुरोध गर्दछु। यसै गरी आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका नवतरुणको वाणिज्य सङ्घका अध्यक्ष श्री वैकुण्ठ प्रसाद अर्यालज्यूलाई माथि गर्नुपर्दछ। यसै गरी आजको यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि नवतरुण उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री भेषबहादुर पुन्ज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि नवतरुण उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री रासु पुन्ज्यूलाई अनुरोध गर्दछु। उहाँ आउनुभएको पश्चात हामीले फेरि आतिथ्यता ग्रहण गराउने नै छौँ। यसै गरी अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि यस कालसुदी नगरपालिका वडा नम्बर 2 का वडा सदस्य श्री अस्मते विगतज्यूलाई अनुरोध गर्दछु। कृपया अगाडि आएर आतिथ्यता ग्रहण गर्नको लागि पनि विनम्र अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि नवतरुण उद्योग वाणिज्य सङ्घका सदस्य श्री अर्जुन अविरज्यूलाई अनुरोध गर्दछु। कृपया अगाडि आएर आतिथ्यता ग्रहण गर्नको लागि पनि अनुरोध गर्दछु। सँगसँगै अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि समाजसेवी बुद्धिजीवी श्री तेजबहादुर कुँवरज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि समाजसेवी बुद्धिजीवी श्री हरि बस्नेतज्यूलाई अनुरोध गर्दछु। अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि समाजसेवी बुद्धिजीवी श्री राजु थापा छेत्रीज्यूलाई अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि मिडियाबाट पाल्नुभएका प्रतिनिधिज्यूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि प्रोडक्सन हेड विमल भट्टज्यूलाई अनुरोध गर्दछु। यसै गरी उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा यथास्थानमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। र हाम्रो निमन्त्रणा हामीले धेरै व्यक्तिलाई गरेका थियौँ, उहाँहरू आउने क्रम जारी रहेको छ। हामी कार्यक्रमको बिचमा पनि अतिथिको आसन ग्रहण गराउने छौँ भन्दै मैले सम्पूर्ण उपस्थित व्यक्तिहरूलाई आफ्नो यथास्थलबाट उठेर राष्ट्रिय गानमा सहयोग गरिदिनको लागि अनुरोध गर्दछु। कम्पनीको चाहिँ फर्स्ट किस्ता ओपनिङका
आदरणीय यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यू र यस कार्यक्रमलाई भव्य एवं सभ्य रूपमा सफल पार्न उपस्थित हुने सम्पूर्णमा चाहिँ नमस्कार। हाम्रो चाहिँ यो अहिले चाहिँ फर्स्ट किस्ता छ। हामी धेरैजना यसमा चाहिँ सहभागी हुन अलिकति सहभागीको सङ्ख्या चाहिँ गर्नेको समय भएको भएर पनि अलिकति कम होला होइन। ठिक छ, आगामी दिनमा यसलाई अझ व्यापक रूपमा चाहिँ प्रचार प्रसार गरेर अझ फेरि पुनः अझ भव्य रूपमा चाहिँ गर्ने चाहिँ हामीले यो चाहिँ प्रतिबद्धता पनि गर्छौँ र साथै उपस्थित हुने सम्पूर्णलाई चाहिँ यस कार्यक्रममा सुस्वागतम गर्दै मेरा भनाइहरू अन्त्य गर्छु। हस्त नमस्कार। धन्यवाद रिता त्रिपाठीज्यूलाई। सँगसँगै आजको यस कार्यक्रमलाई औपचारिक रूपमा समुद्घाटन गर्नको लागि पारसमा बत्ती बालेर र दीप प्रज्वलन गरेर अगाडि आएर औपचारिक रूपमा कार्यक्रमको समुद्घाटन गर्नको लागि आजको कार्यक्रमको प्रमुख अतिथि कार्यक्रमका अध्यक्ष र विशिष्ट अतिथि लगायत अतिथिज्यूहरू अगाडि आएर कार्यक्रमको समुद्घाटन गर्नको लागि अनुरोध गर्दछु। हाम्रो कार्यक्रम औपचारिक रूपमा समुद्घाटन भइसकेको छ। म सँगसँगै आजको यो कार्यक्रमको उद्देश्य अनि यो हाम्रो कार्यक्रम चाहिँ कसरी स्थापना भयो र आजको दिनसम्म आउँदै गर्दाखेरि के कस्ता चाहिँ कठिनाइहरू भोग्नु पर्यो सम्पूर्ण रूपमा आयोजकको तर्फबाट प्रश्न पारिदिनुको लागि म आजको यस कार्यक्रमका अध्यक्ष एवं गौरा कमर्स एन्ड ट्रेड प्राइभेट लिमिटेडका अध्यक्ष कञ्चन थापाज्यूलाई म विनम्र अनुरोध गर्दछु। धन्यवाद। आज यस कार्यक्रमका अध्यक्षज्यू उहाँले यो कार्यक्रमको बारेमा विस्तृत रूपमा भनेर गइसक्नु भएको छ र यदि तपाईहरुलाई केही त्यस्ता जिज्ञासाहरु भएमा फेरि पनि यो टिमलाई तपाईहरुले सम्झिन सक्नुहुनेछ भन्दै म हाम्रो कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु।
वितरण गर्ने कार्यक्रम रहेको छ। माइक छिटो वितरण गर्नको लागि आफ्नो कार्यक्रमका अध्यक्ष प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूलाई अनुरोध गर्दछु र उत्कृष्ट 5 डिलरको मैले नाम घोषणा गर्न गइरहेको छु। मैले नाम घोषणा गरे पश्चात तपाईहरु अगाडि आइदिनुको लागि पनि अनुरोध गर्दछु र गिफ्टहरु तयार गर्नको लागि मैले आइदिनुको अनुरोध गर्दछु। उत्कृष्ट 5 डिलरमा पर्न सफल नवु आचार्यज्यू कृपया अगाडि आइदिनु अनुरोध गर्दछु र जोरदार ताली बजाइदिनु लागि अनुरोध गर्दछु। नवु आचार्यज्यू हस्तान्तरण गर्नको लागि कार्यक्रमका अध्यक्ष प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूलाई मैले फेरि पनि अनुरोध गर्न चाहे र कृपया जोरदार ताली बजाइदिनुको लागि सम्पूर्ण अनुरोध गर्दछु। यसै गरी उत्कृष्ट 5 डिलरमा पर्न सफल रीता भण्डारीज्यू यसै गरी उत्कृष्ट 5 डिलरमा पर्न सफल राधिका गौतमज्यू यसै गरी उत्कृष्ट 5 डिलरमा पर्न सफल विजय नेपालीज्यू यसै गरी उत्कृष्ट 5 डिलरमा पर्न सफल ज्योति घरतीज्यू हामीले उपलब्ध नहुनु भएका डिलरहरूलाई उहाँलाई हामीले कन्ट्याक्ट गरेर फेरि यो प्राइज डिस्ट्रिब्युसन गर्नेछौँ भन्दै अतिथिज्यूहरूलाई फेरि पनि यथास्थानमा आसन ग्रहण गर्न चाहिँ अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम संचालक सभाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि नवदुर बुद्ध संघका अध्यक्ष लगायत उपस्थित सम्पूर्ण आतिथ्यता ग्रहण गर्नुभएका लगायत उपस्थित सम्पूर्ण हाम्रा नेपाल साथीहरू आज यस गौरा कमर्स एन्ड ट्रेड प्राइभेट लिमिटेडले 1275 रुपैयाँ मासिक रूपमा हामीसँग 1275 रुपैयाँ सङ्कलन गरेर 29 महिनासम्म चाहिँ हामीले एउटा यो किस्ता सङ्कलन गरेर हरेक महिना नेपाल भित्र उत्पादन भएका अझ हाम्रो गौराद्वारा उत्पादन भएका आफ्नै ब्रान्ड चाहिँ हामीहरूले हाम्रा कस्टमरको घर पुर्याउने उद्देश्यले हामीले यो संस्था स्थापना गरेका छौँ। यो संस्था नितान्तै एकदम हाम्रो औपचारिक रूपमा स्थापित हो। 2081 साल फागुन महिनामा यो संस्था दर्ता भएको, पालिकामा पनि दर्ता भएको छ, उक्त पानी सभामा पनि दर्ता भएको छ। यसले तपाईहरुले सम्पूर्ण यसभित्र आबद्ध भएर यसभित्रका सम्पूर्ण उपहारहरू गिफ्टहरू रमाइलो सँगसँगै यसमा हामीले किस्ता जम्मा गरेर रमाइलो सँगसँगै चाहिँ यो कार्यक्रम अगाडि बढाउनेछौँ भन्ने कुराहरू मैले सम्पूर्ण जानकारी गराउँदै अब मैले ढिला नगरिकन आज हाम्रो खास उद्देश्य हामीले लकी ड्र मार्फत हाम्रा कस्टमरहरूलाई हाम्रो लकी ड्र मार्फत चाहिँ हामीले उपहार दिने कार्यक्रम रहेको छ। त्यसले गर्दा मैले सम्पूर्णलाई चाहिँ मैले राम्रोसँग ध्यान राख्न सहित आज हाम्रो ग्रुपमा चाहिँ हाम्रा बलहरू हुनेछन्। यो बलबाट चाहिँ हामीले प्रत्येक बक्सबाट चाहिँ एउटा बल झिक्छौँ। यो बलबाट झिक्छौँ, पहिला यो बलबाट यसबाट झिक्छौँ, यसबाट झिक्छौँ र हामी सबै हामी मध्येबाटै झिक्छौँ। यो चारवटाबाट चाहिँ हाम्रो एउटा नम्बर भन्छ, जस्तै यसमा 0 निक्लियो, 2 निक्लियो, 5 निक्लियो, 7 निक्लियो भने 247 यो नम्बर, त्यो 247 नम्बरको चाहिँ तपाईँको विजेता हुने भयो। त्यो कुरा चाहिँ सम्पूर्णलाई चाहिँ मैले अलिक जानकारी गराउन चाहे। त्यो एउटा चाहिँ हामी मध्येबाटै हामी अतिथिगणहरूबाट उपस्थित हाम्रो कस्टमरहरूबाट सबैजना हामीले चाहिँ के गर्छौँ, यो कार्यक्रमलाई चाहिँ यसरी सञ्चालन गर्छौँ। हामीले यो लकी ड्र चाहिँ हामीले व्यवस्थापन र उद्घाटन गर्छौँ भन्दै मैले सहयोगी साथीहरूलाई चाहिँ यसको व्यवस्थापन गर्नुको लागि मैले अनुरोध गर्न चाहन्छु।
हाम्रो चाहिँ टोटल हाम्रो कस्टमर 1900 मान्छे जानुहुन्छ। हामी चाहिँ यो बक्सको हाम्रो रिक्त छ, सबै बक्सको हाम्रो रिक्त भएको मैले सम्पूर्ण चाहिँ जानकारी गराउन चाहन्छु। सबै बल रिक्त छ हामीसँग हामी यहाँ बल हेर्न सक्नुहुन्छ हजुरले, सबै रिक्त छ। यसमा चाहिँ हाम्रो 0 त्यसपछि आएर 1 0 र 1 चाहिँ बलमा दुईटा बल छ हाम्रो। त्यसैगरी यसमा पनि हाम्रो 0 देखि 9 सम्मको चाहिँ के छ बलहरू छ। नौ नम्बरको छ, त्यसैगरी 8 नम्बर, त्यसैगरी 7 नम्बर छ, त्यसैगरी हाम्रो 6 नम्बर, त्यसैगरी 5 नम्बर, त्यसैगरी 4 3 2 1 यसमा हाम्रो 1 देखि 9 सम्म छ। यसैगरी मैले यो बललाई चाहिँ एडजस्ट गर्नको लागि मैले कार्यक्रमका प्रमुख अतिथिलाई अगाडि आमन्त्रण गर्न चाहे। यो बलको बक्स पनि हाम्रो रित्तै छ। यो बक्समा चाहिँ हाम्रो यो नम्बरहरू सबैले यो बल चाहिँ हाम्रो बक्समा राख्नलाई अनुरोध गर्न चाहे मैले। 1 2 त्यसैगरी यसमा अघि 0 भएर चाहिँ 0 बाट सुरु छ हाम्रो। यसमा 0 को थपिसकेपछि 0 देखि 9 सम्म भयो। त्यसैगरी सबैलाई पनि मैले धन्यवाद सरलाई। यो सबै यो घटना व्यवस्थापन गर्नको लागि पनि मैले आज साथीहरूलाई अनुरोध गर्न चाहन्छु। हामीले यसमा बल राखिसक्यौँ, तपाईहरुको अगाडि नै हामीले बल यसमा राखिसक्यौँ र हामीले वर्किङ ड्र मार्फत मैले भनिसकेको हजुरहरूलाई हामीले पालै पालै हाम्रो झिक्छौँ। झिक्दै गर्दा चाहिँ हाम्रो जुन नम्बर बन्छ 111 बन्ला अथवा 1000 बन्ला जुनसुकै नम्बर बन्छ त्यो नम्बर चाहिँ हाम्रो चाहिँ के हुन्छ लकी ड्र मार्फत हुने भयो। यो त्यही भएर मैले हामीले यसमा तपाईलाई देखाए त्यो गरिसक्यौँ। हामीले चाहिँ अब सुरुमा हामीले यो गर्छौँ। तलबाट चाहिँ हाम्रो यो तलबाट गिफ्ट पनि भनेर पनि मैले सङ्कलन गर्न चाहन्छु। 25 वटा ग्रुपमा चाहिँ हामीले तलबाट पनि हुँदै हामीसँग जानेको लागि सम्पूर्णमा चाहिँ अनुरोध गर्दै पहिलो राउन्डको लागि चाहिँ मैले सम्पूर्णलाई चाहिँ यहाँ भनिसकेँ। मैले हाम्रो 25 वटा गिफ्टहरू छन् र पहिलो राउन्डको गिफ्ट ओपनिङ उद्घाटन गर्नको लागि मैले हाम्रा कस्टमरहरू 4 जना आइदिनको लागि मैले अनुरोध गर्न चाहन्छु। आफ्नो छोटो स्कुलका सुरक्षाले 4 जना अगाडि आइदिनको लागि मैले अनुरोध गर्न चाहन्छु। धन्यवाद सरले। सर यहाँ त्यसैगरी 3 जनाहरू पनि आइदिनु प्लिज। त्यसैगरी कार्यक्रमको आतिथ्यता ग्रहण गरिदिनु निमित्त समाजसेवी बुद्धिजीवी तेजु कुमारज्यूलाई अगाडि आएर व्यासमा आसन ग्रहण गरेको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी सर आइदिनु अगाडि एकजना म्याम तपाईँ आइदिनु एकजना एउटा सानो नानी आइदिनुहोस् अगाडि ल चस्मा लिएर नानी आइदिनुहोस्। हेर्नु सर तपाईँले यो गर्नु छिर्नु। तपाईँले यहाँबाट
हाम्रो चाहिँ 25 नम्बरको चाहिँ यो प्रोग्राम हुँदैछ। यहाँ झिकेर राखिदिनु यो फाइलको लागि तपाईँले हो यहाँ राखिदिनु। हामीले यहाँ चावल झिकिसकेका छौँ। यो 25 नम्बरको पारको लागि चाहिँ हाम्रो लकी ड्र हुनेछ। कृपया हाम्रो आयोजक साथीहरूलाई मैले नम्बर भन्छु, त्यो चाहिँ हाम्रो नम्बर हेरेर को चाहिँ विजेता हुनुभएको छ मैले अनुरोध गर्न चाहन्छु। सुरुको छ 1, त्यसै गरी 7, त्यसै गरी 9, त्यसै गरी 0, 179 विजेता हुनुभएको छ। कृपया नाम एनाउन्स गरिदिनु होला। 179 सर 1790 1790 त्यसै गरी डिलर प्रतिनिधि विवेक कोइराला हुनुहुन्छ। कृपया उहाँलाई पनि सम्मान गर्न चाहन्छु। त्यसै गरी मैले यसलाई फेरि हालेँ। हामीलाई सुरु गर्छौँ। हाम्रो फेरि 24 नम्बरको पारको लागि हामी पुनः अगाडि बढिसकेका छौँ। कृपया फेरि चारजना आइदिनुको लागि मैले अनुरोध गर्न चाहन्छु। कृपया मैले चारजना हाम्रो साथीहरू अगाडि आइदिनुको लागि अनुरोध गर्न चाहन्छु। यो फायरको लागि चाहिँ यो 24 नम्बरको पनि अब हाम्रो 24 नम्बरमा रहेको छ। मैले एउटा झिक्नेको लागि अनुरोध गर्न चाहन्छु। मैले अलिक छिटो गर्न गइरहेको छु। हाम्रो सुरुको राउन्डमा 1 रहेको छ। त्यसै गरी 2 अब चाहिँ म गर्छु भने 1 र 2 मिलिसक्यो भन्दा। त्यसै गरी 4 अब लास्ट छ। लास्टमा चाहिँ को गर्नुहुन्छ है 1 2 4 भइसकेको छ। लास्ट राउन्ड को होला त 8 नम्बर गरेको छ। एक गरेको छ 1248 1248 मैले हाम्रो आयोजक साथीहरूलाई मैले त्यो नाम सुरु उद्घोष गर्नको लागि अनुरोध गर्न चाहन्छु। 24औं लकी ड्र यो फायरको लागि हुन्छ 1248 कार्यक्रम चलाउने सर चाहिँ त्यसको अलिकति उतापट्टि बसेर अगाडिपट्टि होइन यसो पछाडिपट्टि बसेर चलाइदिनु न। 1248 अब
मैले पुनः हाम्रो कवितालाई पनि अगाडि बढाउनु भएको छु। मैले 24 नम्बरमा चाहिँ हामीसँग अहिले कृपया 4 जना पनि अगाडि आउनु गएको मैले अनुरोध गर्न चाहन्छु। अब फेरि पनि त्यही रिपिट हुन सक्ने भयो नि, त्यस्तो गर्दा दुईटा प्राइज पाउँछ पाउँदैन के हुन्छ सोध्नु पाउँछ होइन, तपाईँको भाग्य हो त्यही सोधेको थिएँ। अब फेरि 4 जना आउनु गएको मैले अनुरोध गर्न चाहन्छु। नम्बर छ वाटर प्रुफ फाइलको लागि चाहिँ हामीले चाहिँ अहिलेको लक्ष्य गर्नु छ। कृपया 4 जना साथीहरू मैले अगाडि आउनुलाई अनुरोध गर्न चाहन्छु। यसपछि पनि 4 जना रेडी अवस्थामा बस्नुलाई मैले अनुरोध गर्न चाहन्छु। एउटा बल ठिकेर चाहिँ मैले त्यहाँ राख्नलाई अनुरोध गर्न चाहन्छु। वाटर प्रुफ फाइलको लागि 1 सुरुको 1 छ। त्यसपछि 4 छ 1400। त्यसै गरी 7 छ 1470 कति पर्छ 76 1476। कृपया हाम्रो वाटर प्रुफ फाइलको लागि चाहिँ उहाँ हुनुहुन्छ को हुनुहुन्छ त हाम्रो लकी ड्र गर्नु सर। वाटर प्रुफ फाइलको लागि हुन्छ उहाँ अहिले उहाँको लकी पर्सन हामीमा आइसकेको छ। लकी पर्सन 1276 को लकी पर्सन केवडीबाट हुन्छ आदित्य ढकाल। कृपया उहाँले जोरदार तालिम लगाएर सम्मान गरेर अगाडि आउनुभएको छ। त्यसै गरी जिल्ला प्रतिनिधि रिता त्रिपाठी हुन्छ, उहाँलाई पनि सम्मान व्यक्त गर्नलाई मैले अनुरोध गर्न चाहन्छु। त्यसै गरी पुनः हजुरलाई एउटा बल झिकेर पुनः हल्लाएर अब चाहिँ हामी अर्कोमा छौँ। त्यसैले अर्को हाम्रो पनि फेरि पनि छ, हामी वाटर प्युरिफायर लागि नै छौँ। अबको वाटर प्युरिफायरको लकी ड्र मार्फत चुनिन सक्नुहुन्छ। को बहुमुखी जस्तो पनि फिल भइरहेको होला तपाईँलाई। पक्कै पनि सबैजना पढ्नुहुन्छ, त्यसको लागि चाहिँ मैले सबैलाई चाहिँ आफैलाई पढौँ भनेर चाहिँ जोरदार ताली आफैले सम्मान व्यक्त गर्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु। वाटर प्युरिफायरको लागि नै छ। बल्ल फर्स्टको 0 आयो 0। त्यसै गरी 3 0 3 1 र लास्टको चाहिँ अब लास्टको 9 छ 319 को चाहिँ हाम्रो नम्बर हेर्नको लागि मैले आजलाई अनुरोध गर्न चाहन्छु। 319 Yes.
अहिले त भा 319 को लागि विजेता हुनुहुन्छ सुनौबाट निमल टुन। उहाँलाई धेरै धेरै बधाई छ। कृपया उपहार लिने लागि मैले अगाडि आउनलाई अनुरोध गर्छु। त्यसैगरी विलर प्रतिनिधि हुनुहुन्छ ज्योति घरती। त्यसैगरी मैले पुनः अर्को त्यसैगरी डिप फ्रिजको लागि चाहिँ विजेता को हुन्छ। त्यसको लागि मैले हाम्रो लक्ष्मीद्वार मार्फत चाहिँ पुनः यो हल्लाएर बिना झिक्दिनको लागि अनुरोध गर्न चाहन्छु। बिहान पूजा सुजा गरेर आइन्छ कि आइएन हामीले पनि फरक पार्नु भयो क्या अलिअलि। सुरुको नम्बर रहेको छ 11। त्यसै गरी 4 त्यसै गरी 5 र लास्टको परेको छ 2 452 लकी ड्रमा पर्नु भएको छ। उहाँ को हुनुहुन्छ मैले आइज कम्प्ले हेर्नलाई अनुरोध गर्न चाहन्छु। यो रहेको छ डिप फ्रिजको लागि रहेको छ। कावस्वती 12 बाट हुनुहुन्छ अन्जु भले। उहाँलाई जोरदार सम्मानसहित अगाडि आएर आफ्नो उपहार ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। र विलर प्रतिनिधि हुनुहुन्छ विजय नेपाली। त्यसैगरी मैले 8 केजीको वासिङ मेसिनको लागि चाहिँ हामीले अरूको लक्ष्मीद्वार मार्फत गर्छौँ। कृपया 4 जना अगाडि आउनलाई मैले अनुरोध गर्न चाहन्छु। ल लास्टमा 4 जना बस्नुभयो। तपाईँ लास्टमा 4 जना ठ्याक्क आइदिनु। 4 जना पुग्नु हुँदैछ। सिनियर अफसरको वासिङ मेसिन छ हाम्रो 1 केजीको। वासिङ मेसिनको लागि अहिले हामी लक्ष्मीद्वार मार्फत हामीले काम गर्छौँ। यो बक्सहरू हल्लाइदिनु। सेमी अप्सन वासिङ मेसिन 1 केजीको। अब आनन्दले भाग लिएर जाने कपडा मैलाहरू ट्याक्क हाल्ने आफै धोइदिन्छ निकाल्यो सुकायो लायो। यति आनन्दको छ। को गर्ने एउटा यसको लागि सुरुको यो सेमी अप्सन वासिङ मेसिन लागि सुरुको लकी नम्बर रहेको छ 1। त्यसैगरी 9 1900 हेर्नुहोस् है 1900 तिर को हुन्छ म पर्यो भने त त्यहाँ त सबै भिड थियो त। 6 1967 को लकी ड्रा हुन्छ। कृपया मैले आइटमले हेर्नुको लागि अनुरोध गर्न चाहन्छु। यो वासिङ मेसिन लगेपछि ट्याक्क फोटो खिचेर नयाँ कपडाको ट्याक्क लगाएर फोटो खिचेर हाल्नुपर्छ। सेमी अप्सन वासिङ मेसिन 8 केजीको लागि लकी ड्रा मार्फत चुनिनु भएको छ।
उहाँलाई अगाडि आएर आफ्नो लकी उपहार लिनलाई अनुरोध चाहन्छु। त्यसैगरी अर्को पनि हामीसँग सेमी अप्सन 1 केजीको वासिङ मेसिन भन्छ दुईटा घर तपाईँ टलिङ भयो। मैले पुनः हल्लाएर एउटा गर्थेँ झिकेको लागि अनुरोध चाहन्छु। सेमी अप्सन 1 केजीको वासिङ मेसिनको लागि पहिलो लकी नम्बर रहेको छ 0। त्यसैगरी अर्को लकी नम्बर रहेको छ 6। 600 भित्र भयो है, अब 700 ले आस नगरेको छ। त्यसैगरी अर्को रहेको छ 2 र त्यसैगरी लास्ट रहेको छ 0। 620 लकी नम्बर फर्म भएको छ। कृपया मैले आज कम्प्युटर चाहिँ यो सेमी अप्सन वासिङ मेसिन 1 केजीको वासिङ मेसिनको लागि 620 हाम्रो 1 केजी सेमी अप्सन वासिङ मेसिनको लकी ड्रमा सुनिनु भएको छ 620 को काउसोपी 12 बाट विश्व गुण सम्मान साथ अगाडि आएर आफ्नो लकी उपहार लिन लागि अनुरोध चाहन्छु। र डिलर प्रतिनिधि हुनुहुन्छ विजय नेपाली। त्यसैगरी हामी सेमी अप्सन वासिङ मेसिन 1 केजीको लागि चाहिँ हामीले पुनः हामीले लकी ड्रा मार्फत आइसकेका छौँ। पहिलो लकी नम्बर रहेको छ 1। दोस्रो लकी नम्बर रहेको छ 7। त्यसैगरी अर्को लकी नम्बर रहेको छ 3 र लास्ट 1733। यो त फिगरले छ। कृपया 1733 को लागि चाहिँ मैले आयोजकलाई चाहिँ हाम्रो लकीशाली विजेतालाई चाहिँ मैले घोषित गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। अहिले त साँच्चै भुक्नु गरे मैले सबै गरे। धन्यवाद हजुरलाई यथास्थानमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। सेमी अप्सन वासिङ मेसिनको लागि विजेता हुनुहुन्छ 1733 बाट देवचुली 16 बाट रोहन पोखरेल। कृपया जोरदार तालीले चाहिँ उहाँलाई अगाडि आउनलाई सम्मान गर्न चाहन्छु। र डिलर प्रतिनिधि हुनुहुन्छ दिपेन्द्र महतो। त्यसैगरी अर्को 4 जनालाई पनि मैले अगाडि आउनलाई अनुरोध गर्न चाहन्छु। कृपया अगाडि आइदिनुलाई अनुरोध गर्न चाहन्छु। अर्को 4 जना र अहिलेको और 75 लिटरको कुलर हामीसँग सेन्सीको चाहिँ कुलर छ हामीसँग। चिसो कुलर लिएर गएर त्यो गर्मीको फेलले नभेटेकोमा ट्याक्क बरफ राखेर कुलरमा आनन्दले सुदेशी निन्द्रा लाउने कुलर टिप्नको लागि को हुनुहुन्छ त? यो हाम्रो तलबाट 9 नम्बरको छ, माथिबाट 7 नम्बरको छ। कुलर छ 75 लिटरको। कृपया एउटा बजाइराख्नु भएको अनुरोध छ। सुरुको लकी नम्बर रहेको छ
0 त्यसैगरी दोस्रो लकी नम्बर रहेको छ 7 त्यसैगरी तेस्रो लकी नम्बर रहेको छ 2 र लास्टको लकी नम्बर रहेको छ फेरि पनि 722 रहेको छ पुनः 2 रहेको छ मैले आइटमलाई चाहिँ मैले 722 हाम्रो लकीशाली भाग्यशाली विजेता घोषणा गर्नको लागि मैले अनुरोध चाहन्छु 722 अहिले त आफ्नो नम्बर पनि ढोक्नु पर्दैछ मैले नम्बर छ भनेर ठ्याक्क लुटु म डक्टर आएन नि भयो नि पुरै परेन भाग्यशाली विजेता 75 लिटरको कुलरको लागि 722 विजेता रहनु भएको छ काउसरी 8 बाट मिलनमा भारद्वाज कृपया उहाँलाई अगाडि आएर चाहिँ आफ्नो भाग्यशाली कुलर लिएर गाईमा अनुरोध चाहन्छु त्यसैगरी मिलन प्रतिनिधि रहनु भएको छ मनोज पाठक ल त्यसैगरी हाम्रो अर्को पनि 75 लिटरको कुलरको लागि भाग्यशाली विजेता हुनुहुन्छ लकी नम्बर 1000 भयो 900 त्यसैगरी 1890 को लागि कुलर 75 लिटरको पुनः कुलरको लागि पाउनु भएको छ लकी शान्ति पाठक भएको छ हाम्रो विलक प्रतिनिधिले चाहिँ आफ्नो क्लाइन्टको कस्टमरको नाम अग्रिम भनिरहेको छ साँच्चै नै केवलीबाट हुनुहुन्छ 1890 को लागि लकी ड्र मार्फत विजेता शान्ति सुरभित पाठक कृपया उहाँलाई आफ्नो उपहार दिनको लागि अनुरोध गर्छु र विलक प्रतिनिधि विकास उपाध्यायले विशेष आवासको धन्यवाद दिन चाहन्छु त्यसैगरी अब हाम्रो अर्को रहेको छ 32 इन्चको ठुलो स्मार्ट टिभी हामीले बेलुका गएर ट्याक्क त्यहाँ सबै कुरा हेर्छौँ आज बजेट भाषण छ बजेट भाषण पनि बेलुका के भयो त हामीले यही टिभी मार्फत हेर्नेछौँ यो टिभीको लागि भाग्यशाली लकी ड्र मार्फत चुनिनु भएको छ विजेता
हुनुहुन्छ केउलीबाट देउचुली नगरपालिकाका देउचुली नगरपालिका वार्ड नम्बर 1 का पूर्व वडाध्यक्ष पनि हुनुहुन्छ उहाँ लक्ष्मण राज भण्डारी हुनुहुन्छ। कृपया उहाँलाई आफ्नो यो 32 इन्चको टिभी अगाडि आएर लिएर अनुरोध गर्दै यो डिलर प्रतिनिधि हुनुहुन्छ रीता त्रिपाठी उहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। त्यसैगरी अर्को हामीले फेरि 32 इन्चको स्मार्ट टिभीको लागि चाहिँ फेरि छौँ हामी सुरुको लकी नम्बर रहेको छ 0 त्यसैगरी 2 त्यसैगरी 7 270 अरु गर्नुपर्छ है 274 रहेको छ 274 रहेको छ। कृपया लकी ड्रा मार्फत उहाँलाई चाहिँ हाम्रो घोषित गरेर लागि अनुरोध गर्न चाहन्छु। अहिले 32 इन्चको स्मार्ट टिभीको लागि चाहिँ उहाँ चुनिँदै हुनुहुन्छ 274। लकी पर्सन हुनुभएको छ काउसोकी 8 बाट 32 इन्चको टिभीको लागि चेरबहादुर परियार। कृपया उहाँलाई अगाडि आफ्नो यो माइक्रो स्मार्ट टिभी बारे लकी ड्रा मार्फत प्राप्त गर्नुभएको उहाँलाई अगाडि ल्याउनको लागि अनुरोध गर्दै डिलर प्रतिनिधि हुनुहुन्छ मनोज पाखर। त्यसैगरी पुनः 32 इन्चकै स्मार्ट टिभीको लागि हामी फेरि दौडानमा छौँ। कृपया फेरि एकपल्ट बहुत धन्यवाद गर्न चाहन्छु। 32 इन्चको स्मार्ट टिभीको खोजीमा छौँ हामी फेरि त्यसको लागि रहेको सुरुको नम्बर लकी नम्बर 1 त्यसैगरी 2 त्यसैगरी 3 1 2 3 हो पछिकै हो 1 2 3 4 सातसँगै 1 2 3 गरेर परेको छ 1234 1234 लकी नम्बरको लागि रहनु भएको छ। बाहिर आएन भने त भा 1234 1234 को लागि हुन्छ काउसोकी 3 बाट रोहित महतो। कृपया रोहित महतोलाई अगाडि आएर आफ्नो 32 इन्चको टिभी लिएर जानको लागि मैले अनुरोध गर्दै डिलर प्रतिनिधि विजय नेपालीजीलाई पनि मैले सम्मान व्यक्त गर्न चाहन्छु। त्यसैले पुनः 4 जनालाई मैले अगाडि आउनको लागि अनुरोध गर्न चाहन्छु। नआउनु भएकालाई आउनुहोस् अगाडि ठुल्ठुलो पढेर भन्ने पाइँदैन रे। मैले सबलाई अगाडि आइदिनको लागि अनुरोध गर्न चाहन्छु। सर कृपया अगाडि आइदिनु होला। त्यसैले मैले क्याप्टन सरलाई पनि अगाडि आउनको लागि मैले अनुरोध गरेर आएको छु। त्यसैले मैले सरलाई पनि अनुरोध गरेँ संसदीय सरलाई नआउनुभएको सरलाई पनि अगाडि आएर मैले सरलाई भरिदिनको लागि अनुरोध गर्न चाहन्छु। र एकजना पुनः एकजना लास्टको भाइ र तपाईँ आइदिनु होला। लास्टको भाइ कृपया लास्टको भाइ आइदिनुको लागि मैले अनुरोध गर्न चाहन्छु। र अहिले हामीले अबको 12 नम्बरको लकी ड्रा गरेका छौँ। 43 इन्चको स्मार्ट टिभी यो त झन् ठुलो हो। यसमा त सबै ठुलो नम्बर आउँछ। 43 इन्चको स्मार्ट टिभीको लागि हामी लकी ड्रा मार्फत अगाडि बढिरहेका छौँ। ल मैले कृपया सरलाई पनि त बहुत धन्यवाद गर्न चाहन्छु। सुरुको लकी नम्बर रहेको छ 0 त्यसैगरी अर्को पनि लकी नम्बर रहेको छ 0 त्यसैगरी अर्को लकी नम्बर रहेको छ
त्यसैगरी अर्को लकी नम्बर रहेको छ 100 त्यसैगरी अर्को लकी नम्बर रहेको छ 2 120 अहिले टप लोडिङ वासिङ मेसिन 7 केजीको लागि लकी पर्सन रन भएको छ 128 नम्बरका भएको 128 लकी पर्सन हुनु भएको छ काउसतीबाट कृष्ण आले हुनुहुन्छ डिलरपट्टि यदि दिशा नाम कृपया उहाँलाई अगाडि आएर टप लोडिङ वासिङ मेसिनको लागि लेखनको लागि राउन्डको लागि छ टप लोडिङ डबल डोर फ्रिज 260 लिटरको चिसो पानी राखेर खाने गर्मीमा खान मिले लागि डबल लकी पर्सन रन भएको छ सुरुको लकी नम्बर रहेको छ 1991 रहेको छ 191 रहेको छ डबल डोर फ्रिजको लागि 260 लिटरको चिसो पानी खान मिल्ने फ्रिजको लागि लकी पर्सन रहनु भएको छ आरती पराजुले कृपया उहाँलाई चाहिँ सम्मान गर्न चाहन्छु मालती पोखरेल 191 डबल डोर फ्रिजको लागि चिसो पानी खानको लागि उहाँ लकी पर्सन हुनुभएको छ लोडिङ वासिङ मेसिन सुरुको लकी नम्बर रहेको छ 1 त्यसैगरी अर्को लकी नम्बर रहेको छ 4 1400 अर्को लकी नम्बर रहेको छ 3 1430 र लास्टको नम्बर रहेको छ 7 1437 को हाम्रो लकी पर्सन रहनुभएको छ कृपया आयोजक टिमलाई चाहिँ मैले हाम्रो लकी पर्सन घोषित गरिदिनको लागि अनुरोध गर्न चाहन्छु परेन 1437 को लकी पर्सन रहनु भएको छ केउरेनीबाट सुशीला ढकाल कृपया दोस्रो लकी नम्बर रहेको छ 400 अर्को लकी नम्बर रहेको छ 400 लास्टको नम्बर रहेको छ 412 डबल डोर फ्रिज 290 लिटरको चिसो पानी खाने फ्रिज त्यसैगरी 412 को लागि लकी पर्सन हुनुहुन्छ बालुवा डाँडाबाट हुनुहुन्छ गाउँले कटेजले चाहिँ हाम्रो डबल डोर फ्रिज होटललाई काम पनि लाग्यो अब हामी टप 7 मा छौं टप 7 को पहिलो यहाँबाट एउटा बोल्दै रहन्छ के चाहन्छु सुरुको लकी नम्बर रहेको छ रहनुभएको छ कावसती एकबाट ग्रीष्मा कानुङ राणा कृपया उहाँलाई आफ्नो फ्रन्ट लोडिङ वासिङ मेसिनले तपाईलाई लाग्छ 8 केजीको फ्रन्ट लोडिङ वासिङ मेसिनको लागि
दोस्रो लकी नम्बर रहेको छ 3। अब यो 300 दिन मात्रै पर्यो। तेस्रो लकी नम्बर रहेको छ 334 लकी नम्बर रहेको छ हाम्रो। 334 को लागि मैले हाम्रो आइजरलाई चाहिँ मैले त्यहाँ यतिनको लागि अनुरोध गर्न चाहन्छु। उहाँले अहिले फ्रन्ट लोडिङ वासिङ मेसिन 8 kg को बनाउनुहुन्छ। कपडा धुनै नपर्ने कपडा त काउसदी 2 बाट 2 बाट को हुन्छ। काउसदी 2 बाट डिलर प्रतिनिधि अमृत कुमार छेत्रीको बाट सरोज छेत्री हुनुहुन्छ। कृपया उहाँलाई अगाडि फ्रन्ट लोडिङ वासिङ मेसिन लिएको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गर्मीमा चिसो हावा एसी को लागि हुनुहुन्छ। 1 टनको एसी को लागि भाग्यशाली विजेता रहनु भएको छ। ज्यारो दोस्रो लकी नम्बर रहेको छ 5। त्यसै गरी अर्को नम्बर रहेको छ 2 र लास्टको नम्बर रहेको छ 3। 523 लकी पर्सन रहनु भएको छ। उहाँलाई भाग्यशाली विजेता। यसमा दुईटा मात्रै बल छ 0 र 1। यसमा 0 देखि 9 सम्मको बल छ। यसमा पनि 0 देखि 9 सम्मको बल छ। यसमा पनि 0 देखि 9 सम्मको बल छ। यसमा चाहिँ 0 र 1 दुईटा मात्रै बल छ। यसमा चाहिँ 10 वटा बल छ मिनिमममा 0 बाट। अहिले भने 1 टन एसी को लागि डेढगाउँबाट हुनुहुन्छ। डेढगाउँबाट एप्सन पुलानी भन्नुहुन्छ। कृपया जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गर्नको लागि अनुरोध गर्न चाहन्छु। उहाँ डिलर प्रतिनिधि हुनुहुन्छ दिशन राणा। त्यसै गरी हाम्रो ल्यापटपको लागि हुनुहुन्छ अबको भाग्यशाली विजेता। ल्यापटपको लागि हुनुहुन्छ। घरै बसेर आनन्दले घरै यहाँ अहिले हामीले यसरी गरे जस्तो घरै बसेर लाइभमा हेर्नु पाइयो। ल्यापटप भएपछि नेट जोडेर ट्याक्क पहिलो लकी नम्बर रहेको छ 1। त्यसै गरी दोस्रो लकी नम्बर रहेको छ 0। त्यसै गरी तेस्रो लकी नम्बर रहेको छ 9। त्यसै गरी लास्टको लकी नम्बर रहेको छ 2। 1092 रहनु भएको छ। कृपया आइजर टिमलाई चाहिँ मैले यो ल्यापटपको लागि चाहिँ बोलाउनु भएको छ घोषणा गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। ल्यापटपको लागि घरै बसेर आनन्दले देश विदेश भाग्यशालीबाट राजु सुनार। कृपया जोरदार तालीले चाहिँ सम्मान व्यक्त गर्न लागि अनुरोध गर्न चाहन्छु। उपहार दिनको लागि मैले अनुरोध गर्न चाहन्छु। डिलर प्रतिनिधि हुन्छ विजय नेपाली। विजेता रहनु भएको छ। सुरुको लकी नम्बर 1। दोस्रो लकी नम्बर रहेको छ 9। तेस्रो लकी नम्बर रहेको छ 9 र लास्टको लकी नम्बर रहेको छ 2। 1992 रहनु भएको छ। कृपया आइफोनको लागि हुनुहुन्छ। त्यसपछि आज टिकट बनाएर 5,000 टिकट हालेर 92 को लागि हुनुहुन्छ। धारापानीबाट हुनुहुन्छ अशोक भट्टराई। कृपया उहाँलाई अगाडि आएर आइफोन लिएर जानको लागि पनि मैले अनुरोध गर्न चाहन्छु। डिलर प्रतिनिधि हुनुहुन्छ दिपेन्द्र महतो। हामीसँग जम्मा 2टा रहेको छ। पहिलो अब दोस्रो नम्बरको रहेको छ यमाहाको याबजेट बाइक छ हामीसँग। सुरुको के होला? सुरुको 1 रहेको छ। भाग्यशाली नम्बर हो। त्यसै गरी अर्को नम्बर रहेको छ 6। त्यसै गरी अर्को नम्बर रहेको छ 5। 1654 1654 याबजेट यमाहा बाइकको लागि रहनु भएको छ। उहाँ भाग्यशाली विजेता। केउरेनीबाट हुनुहुन्छ। रिता त्रिपाठीको केशव खड्का छेत्री। गुड। केशव खड्का छेत्री उहाँलाई याबजेट बाइक परेको छ। सम्मान व्यक्त गर्न लागि
त्यहाँ सुनिन्छ। त्यस्तो राम्रो बाइक चाहिँ हामी छ प्रदर्शनको त पर्दैन डिस्ट्रिब्युट गर्दैछौँ। त्यसको लागि भाग्यशाली आजको फर्स्ट किस्ता ओपनिङ एन्ड प्राइज डिस्ट्रिब्युसनका आकर्षण पहिलो नम्बरको हामीसँग रहेको छ र लास्ट नम्बर पनि रहेको छ। बुलेट बाइक रहेको छ 350 सीसीको रहेको छ। त्यो बाइक आनन्दले चढिसकेको अरे बाइक चलाएकै थाहा भटट हिँड्छ। त्यस्तो बाइक लाग्यो हामीले भाग्यशाली चिता ओपनिङ गर्दैछौँ, प्राइज डिस्ट्रिब्युसन गर्दैछौँ। कृपया एकदम लुगा र सस्ते तरिकाले मुर्गीले हालिदिनुको लागि मैले अनुरोध गर्न चाहन्छु। सुरुको नम्बर रहेको छ, अब खोज्ने है के पर्यो 0 रहेको छ। त्यसै गरी अर्को नम्बर रहेको छ 600 भित्रको पर्यो है बुलेट हाल गर्नुहोस्। त्यसै गरी अर्को लक्की नम्बर रहेको छ 650 र लास्टको नम्बर रहेको छ 657 बुलेट बाइकको लागि 350 सीसीको बुलेट बाइकको लागि विजेता हुनुहुन्छ 657 का 657 का हुनुहुन्छ 3, 2, 1 है त किर्तिपुरबाट हुनुहुन्छ ज्योति घरतीको डिलरबाट पर्न सफल हुनुभएको छ निखिल पुन। अन्जु भनिएको रहेछ, खास मन्जु घरले रहेको छ 452 नम्बरको डिप ब्रिजको लागि चाहिँ 5 नम्बरको तल 5 नम्बरको डिप ब्रिजको लागि चाहिँ मन्जुको सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौँ र अन्य व्यक्तित्वहरूमा पनि आगामी दिनहरूमा पर्ने नै छ। अझै यो बाँकी 28वटा किस्ता अझै पनि बाँकी रहेको जानकारी गराउँदै यो 28औं महिनासम्म हामी प्रत्येक महिनाको 15 गते यही कार्यक्रममा जोडिने छौँ। तपाईँहरूलाई खबर आउने नै छ। हामीले समय र ठाउँ हामीले तपाईँहरूलाई पक्कै पनि भन्ने नै छौँ। प्रत्येक महिनाको 15 गते हाम्रो यो कार्यक्रम हामीले फेरि पनि गर्नेछौँ। सफल हुने भाग्यशाली सम्पूर्ण व्यक्तित्वहरूलाई फेरि पनि बधाई ज्ञापन गर्दछौँ र यो पक्कै पनि पर्छ नै। र यदि नपरेको खण्डमा पनि तपाईँहरूलाई 29 महिनासम्मको किस्ता बराबर पाउनुहुनेछ भन्ने जानकारी सहित हाम्रो यो आजका यस कार्यक्रमका प्रमुख अतिथि नवलपुर पार्टी सङ्घका अध्यक्ष श्री वैकुण्ठ प्रसाद अध्यक्षज्यू, मञ्चमा आसीन नवलपुर कृषि सङ्घका वरिष्ठ उपाध्यक्ष यस्ता अधिकारीज्यू लगायत वार्ड सदस्यज्यू, अतिथिगण र उपस्थित सम्पूर्ण सहभागी मित्रहरू, सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्था नवलपुर कृषि सङ्घको तर्फबाट यहाँहरू सम्पूर्ण हार्दिक नमस्कार टक्राउन चाहन्छु। नवलपुर जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर गौरा कमर्स एन्ड ट्रेड प्राइभेट लिमिटेडले जुन आफ्नो व्यावसायिक रूपमा यो काउसुती लगायत जिल्लाभरमै आफूलाई स्थापित गराउने जुन सोचका साथ यो कार्यक्रम आयोजना गर्नुभएको छ, यो स्थापना गर्नुभएको छ, यसका लागि म नवलपुर उद्योग वाणिज्य सङ्घको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो अत्यन्त महत्त्वपूर्ण कार्यक्रम आफ्नो व्यवसायलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ घर घरमै पुगेर थोरै पैसामा पनि आफूले आफ्ना उपभोग्य दैनिक उपभोग्य वस्तुहरू मात्र नभएर विलासिताका वस्तुहरू पनि किन्न नसकिने हाम्रो परिवेशमा त्यो सहज रूपमा उपलब्ध गराउने जुन जमर्को गरेर यो कार्यक्रम आयोजना गर्नुभएको छ। यहाँलाई यो व्यावसायिक सफलताको मैले हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। डिलर प्रतिनिधि बनाउनु भएको रहेछ, यो बढ्दै जाओस् र यो बजार क्षेत्रमा मात्रै सीमित नभएर गाउँ गाउँमा पनि यसले सेवा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो जुन लक्की ड्र चाहिँ विश्वास जित्ने हिसाबले करिब 7,000 रुपियाँ नभइकन यो चाहिँ कार्यक्रम चाहिँ यो पहिलो किस्ता नखुल्ने भन्ने मैले जानकारी प्राप्त
धन्यवाद व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय हिन्द। गर्मी धेरै भयो, अब चाहिँ टुङ्गो लगाउनु पर्यो कार्यक्रमको। विजेताहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना र अग्रिम दिनहरूमा नजितेकाहरूलाई हरेस नखानु भन्दै र यो कार्यक्रममा यसरी नै 29औं महिनासम्म चाहिँ जोडिँदै जानुहुन्छ भन्ने आशा राख्दै, जो ग्राहक हुनुहुन्छ, जो डिलर हुनुहुन्छ, उहाँ त हुनु नै हुन्छ, नभएको पनि आगामी महिनादेखि चाहिँ जोडिनुहुन्छ भन्ने मेरो आशा छ। केही कमी कमजोरी भए हामीलाई माफ गर्नु होला र आगामी दिनमा त्यसलाई पनि हामीले पूर्ति गर्छौँ भन्दै